त्रिवेणी धाममा आएर थिएँ। यहाँ चाहिँ मैले एकजना 87 वर्षको बाला चाहिँ देखेँ कि उहाँले चाहिँ के गर्दै हुनुहुन्छ भन्दाखेरि हामीले रोपेको बिरुवाहरूको चाहिँ संरक्षण गर्दै हुन्छ। ओडाको दायित्व नगरपालिकाले आफ्नो दायित्व बिर्सेपछि उहाँ जस्तो बाहरूले चाहिँ बिरुवाहरूको संरक्षण गर्दै हुनुहुन्छ। बा नमस्ते। बा के गर्दै हुनुहुन्छ? ए कति वर्ष हुनुभयो तपाईँ? घर कहाँ नि तपाईँको? ल बस पार्कको बाले चाहिँ कति सुन्दर काम। ल हाम्रो त्रिवेणी धाममा चाहिँ आउने बेला चाहिँ सदाबहार हरियाली छाउनको लागि चाहिँ यहाँ चाहिँ फुलहरू रोपेको छ, फलफुलहरू रोपेको छ। त्यस फलफुलहरूमा चाहिँ बाले चाहिँ पानी राख्दै हुनुहुन्छ। ल कति सुन्दर काम। भनौँ बा सकि नसकि खाल्टो खाल्टोमा चाहिँ बिरुवाहरू रोपेर हजुर लाली गुलाब पनि छ है, गुलाब पनि छ, इन्नेट कमल पनि छ, चिया पनि छ, जाई पनि छ, के 8-9 थरी छ। बाको नगरेको गरिहाल्यो है, के गर्नु। यहाँ राम्रो हो भने सबै राम्रो हुन्छ, भगवान्ले फुल पाउँछ, यति हो आशा। हजुर अरू के पनि होइन बाबा। ठिक छ बा, हामी हेर्न सकिन्छ बाले चाहिँ सकि नसकि पानी ओसारेर चाहिँ फुललाई चाहिँ जसरी पनि सपार्ने उहाँको लक्ष्य रहेको छ। यो फुल यदि यहाँ टपक्क फुल्यो भने सबैलाई चाहिँ फाइदा हुन्छ भनेर बाले चाहिँ सोच्नु भएको छ के। उहाँको जस्तो सोच ओडा र नगरपालिकाको भएको भए कति सुन्दर हुन्थ्यो। ल यो सबै बिरुवाहरू चाहिँ सपिसकेको छ। अब गर्न त हामीले पनि गर्नुपर्ने हो। हामीले पनि फलफुलहरू यहाँ रोपेका थियौँ। अब विडम्बना हामीले पनि हेर्न पाएनौँ। आफ्नो कामको त्यसैताले गर्दा काठमाडौँ रेस्टुरेन्ट सञ्चालन गरेर बस्नु पऱ्यो। पछि फर्किने बेला चाहिँ हामी पनि केही न केही त गर्नेछौँ आफ्नो ठाउँको लागि। हजुर भाइ, बाको नाम चाहिँ के हो नि? मेरो अब हिउँदे भाषाले आसम्महरू, अरूको भाषाले आश छैन। मेरो यही हो, मैले केही पनि आशा छैन। हजुर धन्यवाद बा, धेरै राम्रो काम हो। ल हामी हेर्नुहोस् बाले चाहिँ उहाँसम्म हेर्नु भनेको छ, त्यही भएर म अब उहाँसम्मै हेर्छु। अब यो बिरुवाहरू चाहिँ यो हामीले पनि रोपेका हौँ। अब सोच विचार त हाम्रो यहाँ धेरै छ कि, तर हामीसँग पर्याप्त बजेट छैन। त्यही भएर पनि हामी यहाँ केही पनि गर्न सक्दैनौँ कि। यदि हामीले गरे पनि यसको संरक्षण गर्ने मान्छे कोही नभएको कारणले गर्दाखेरि चाहिँ बालुवामा पानी हाले जस्तो मात्र हुने भएको कारणले गर्दाखेरि चाहिँ हामीले चटक्क छोडेका छौँ। तर हेर्न सकिन्छ बाहरू मिलेर चाहिँ यहाँसम्मको चाहिँ बारसम्म यही भयो। सम्पूर्ण क्षेत्र त्रिवेणी धामको सौन्दर्यकरणको लागि चाहिँ बाले चाहिँ सकि नसकि आफू एक्लैले पानी राखेर चाहिँ यो बिरुवालाई चाहिँ जसरी भए पनि सपार्ने सोच्नु भएको छ। यसमा चाहिँ पनौटीमा रहेको सङ्घ संस्थाहरूले पनि राम्रो फुलहरू, डुबो घाँसहरू संस्थाको बरु नामै राखेर भए पनि यहाँ रोपिदियो भने कति राम्रो हुन्छ। ल पनौटीमा धेरै सङ्घ संस्थाहरू छ। उनीहरूले पनि यदि पनौटीको बारेमा चिन्ता लिने हो भने चाहिँ पनौटी अवश्य एक दिन बन्छ। यसरी बाले जसरी सबैले चिन्ता लिने हो भने। पनौटीको माया भनेको यो हो कि बिना लोभ बिना स्वार्थ हामीले आफ्नो ठाउँको लागि केही न केही गर्नुपर्छ। ल बाले भर्खर पानी हाल्नुभयो यो बिरुवा सपार्नको लागि। मलाई जहाँसम्म लाग्छ यो बिरुवा अवश्य पनि सप्रिने छ। ल हाम्रो पनौटी राम्रो पनौटी, हामी सबै मिलेर पनौटीलाई सुन्दर बनाऊ। जय पनौटी। बाले सकि नसकि पानी हाल्दै